सो वन्स अगेन वेलकम ब्याक टु माई न्यू भ्लग है। सबजनालाई नमस्ते। स्याम्पूले टाउगना हो, सधैँ खलीले टाउ गनाउने गर्थे, आज चाहिँ स्याम्पूले टाउगना हो। खलीले टाउ गनाउने गर्थे, आज चाहिँ स्याम्पूले टाउगना हो। के रे दाइलो, मेरो भाइलाई पूर्ण रूपमा भाइरल बनिदिनु पर्यो। अरू गरिदिनु पऱ्यो हो कि नै? पर्यो नि। अनि पऱ्यो नदाइ हो कि नै? कस्तो सपोर्ट गर्ने मान्छे खाँचो छ कि मलाई हो कि नै? हो। के भन्न चाहन्छस् त्यो अरूलाई? रुको जरा सबर करो। चञ्चाले लाजै लाग्यो मुक्तो भनेर गन्जाले हुन्थे के बुढा यत्ने हो बजारमा त्यसलाई चञ्चाले लाजै लाग्यो मुक्तो पनिर गम्चाले भैले काग भैले यो साकिनेको भैले आयो फाइनली भैले आई मिस यु ल दोस्त हो। बहिनी एकचोटि यता हेरिदिउँ न। ओ मुस्कान सिरुबारीको त पारी हो मुला त्यो त उठो 5 मिनट मादल भइन क्या यार, मादल भइन यार। गाइस रमाल भइरहेको छ है बङ्गला चिनीमा चाहिँ रमाल भइरहेको होइन। त्यही भिडियो हाल्नु मेरो भिडियो गयो नि मैले चालो छु, मलाई एडिट गर्छु। ल हुन्छ ल भिडियो हाल्नु मेरो भिडियो गयो नि मैले चालो छु, मलाई एडिट गर्छु। ल हुन्छ ल। मेरो साथी कहाँ गयो? गुन्टे त कहाँ गए? सो वन्स अगेन वेलकम ब्याक टु माई न्यू भ्लग है। सबजनालाई नमस्ते। सबै आरामी सन्चै आरामी हुनुहुन्छ होला भन्ने आशा छ मलाई। म पनि एकदम सन्चै एन्ड फाइन एन्ड क्लिन छु है गाइज। त्यही हो। अब यति धेरै खुसी नि गाइज, किन भने सायद त्यति धेरै खुसी त छोराले बाउ जाँदाखेरि त्यति धेरै खुसी हुनु होला होइन। बाउले छोरा जाँदा त्यति धेरै खुसी हुनु, म त्यति धेरै खुसी छु कि। किन खुसी भने थाहा छ? किन भनौँ मेरो कुरा नि मैले यत्रो भन्दैन त्यसले भने म खुसी भने तपाईँको सुन हाम्रो के गाडी हो कि नै। आज चाहिँ म भिडियो बनाउन लाग्छ नि त टाइम मिलाएर, त्यो भएर एकदम धेरै खुसी छु है। आज खासमा चाहिँ के भनेको छु, आज चाहिँ मैले भिडियो बनाउनुको कारण चाहिँ के छ भने आज चाहिँ म मेला हेर्न जाँदैछु। कहाँ भनेपछि बङ्गला चुली मेला, त्यहाँ घोराइदेखि बङ्गला चुली मेला हेर्न जान्न छु। के छ भने चाहिँ मेला लाग्नु लाग्छ बङ्गला चुली एकादशी मेला है। त्यस कारणले गर्दाखेरि म चाहिँ घोराइदेखि बङ्गला चुली मेला हेर्न जाँदैछु। यो कस्तो हुन्छ के हुन्छ सब मजाले हेर्नुपर्छ सबैजना मिलेर है। त्यही हो भाइ। यो चाहिँ मेरो कार हो। अब के गर्ने, अब यो चाहिँ अब कार भन्यो नि, घोडा भन्यो नि, साइकल भन्यो नि, जे भन्यो नि, यही छ मेरो भएको पनि सम्बोधन यही हो। म चाहिँ सेटअपहरू गइसकेको छु। यसमा चाहिँ टक्क राखेर हेलमेटमा राखेर चाहिँ टक्क मजासँग जानेछु। त्यही हो गाइज। अब भिडियो के कस्तो हुन्छ चाहिँ राम्रो नै हुनेछ भन्ने आशा छ। त्यहाँ बङ्गला चुली मेलामा गएर है यति धेरै रमाइलो, यति धेरै तल्का मच्नुपर्छ भन्ने कुरा मलाई मात्रै थाहा छ है। त्यही हो गाइज। सेक्सी देखिया छु म फेरि आज चाहिँ हल्का स्याम्पूले टाउगना हो,
सधैँ खलीले टाउ गनाउने गर्थे आज चाहिँ स्याम्पूले टाउ गना हो सधैँ खलीले टाउ गनाउने गर्थे आज चाहिँ स्याम्पूले टाउ गना हो त्यही त अगेर हप्तामा एकचोटि नुहाएपछि चाहिँ फुर्ती अलि खत्रै आउँछ कि मेरो फेरि मान्छेले एक दिन म सेटअप गर्छु भिडियोमा हेर्नु होला के कस्तो हुन्छ सायद राम्रो नै हुन्छ रमाइलो नै गर्नुपर्छ है सबजना हेर्नुपर्छ मजाले चलो भाई देखो अब मैं क्या करता हूँ रङ्गालाचुली फुल्लेक पर्यटकीय क्षेत्र प्रवेशद्वार बाटो अब अप्ठ्यारो छ बाटो अप्ठ्यारो छ है बङ्गालचुली ठुल्लेक बाटो हिला छ बड्डा बिस्तार जाने पार्किङ हुँदैछ हाम्रो सरको बाइक के छ नि सर भन्नु नि त के फिडब्याक दिनु पर्यो नि त हजुरले नि बाटो कस्तो छ बङ्गालचुलीको बाटो त एकदम मजा आयो हो र जुत्ता आएन मजा मात्र आयो है फाइनली गाइस बङ्गलाचुली आइपुग्यो हामी चाहिँ है टक्क लगाएर बङ्गलाचुली आइसक्यौँ अब चाहिँ भिडियो बन्छ दामी दामी अब यहाँ तल जान्छौँ घुम्छौँ कस्तो छ सबै देखाउने छु म तपाईँहरूलाई है त जस रमाइलो भइरह त्यही नै त अगेर गुन्टेले यहाँ त मुतिरह होइन के गर्ने अब गुन्टे सार्वजनिक क्षेत्र मुत्न भएन नि त बाबु त्यही यार हेलमेट राख्ने ठाउँ पनि छैन हेलमेट राख्ने चोर दिन्छ भनेर मैले हेलमेट यस्तो लगाइराखेको छु यार के गर्ने हो कि गुन्टे हाम्रो हरिलाल दाइको ससुरालीको भइला खाए हो र हरि हो र तिम्रो ससुरालीको आइरहेछ ल तिम्रो ससुरालीको आइरहेछ ल हामी देखाइदिन्छ है अगाडि त भन्नु जाला के रे दाइ ल मेरो भाइलाई पूर्ण रूपमा भाइरल बनिन पर्यो अरू गरिदिनु पऱ्यो हो कि नै पर्यो नि अनि पऱ्यो नदाइ हो कि नै कस्तो सपोर्ट गर्ने मान्छेको खाँचो छ कि मलाई हो कि नै हो के भन्न चाहन्छस् त्यो अरूलाई रुको जरा सबर करो चञ्चाले लाजै लायो मुक्तो भनेर गन्जाले जो रमाइलो भइरहेको होइन गरेपछि भइहाल्छ नि त हो कि नै अभी मजा आएगा ना भिड़ो चञ्चाले लाजै लायो मुक्तो पनि र गम्चाले और अभी तो रुको क्लाइमैक्स अभी बाकी यहाँ पुरै दाइ चाहिँ पुरै नाच्ला चाहिँ डान्स गर्न लाग्छ ल Later, a few moments later. बङ्गलाचुलीमा चाहिँ जोस् मान्छेहरू यति धेरै छन् है जोस् रमाइलो चहलपहल भइरहेछ बङ्गलाचुलीमा चाहिँ जोस् यति रमाइलो यति भरि यति बवाल भइरह नि ठुलो सुन्नुहोस् के राम्री मान्छेहरू पनि छन् यहाँ है वातावरण नै राम्रो मान्छेले गर्नु छ क्या मैले देखिरहेको छु केटाहरूले
ठिका छ गाइज है बङ्गला चुली बेलामा चाहिँ भोलि बबाल तरिका लगाइरहेछ है हेर्नुपर्छ केटा है कहाँको भोलि रहेछ यो सुरबारी भोलि गाइज चाहिँ है क्या बबाल भइरहेछ यार भोलि यार रमाइलो भइरहेको छ हो कि नै रमाइलो भइरहेको छ नि रमाइलो गर्नु पऱ्यो नि यार हजुर हजुर यो चाहिँ कहाँको भोलि रहेछ सिरुबारीको त पारियो मुला त्यो त उनको 5 मिनट यो चाहिँ हो क्या कस्तो मजाले यार नाच्यो आएको यार हो भोलि जेउस लास्ट तिहार यार लास्ट रमाइलो भइरहेछ जेउस है कहाँ गयो तिमीले ल्याउँछु तिमीले एउटा यार भोलि है यो चाहिँ है सेकेन्ड थर्ड आउँछ मजा आउँछ कि यो वाला फाइनली गाइज है झेलेटाको भोलि आइरहेको छ है हाम्रो दोस्त आई रियली मिस यु यार हरि आई मिस यु ल दोस्त हो बहिनी एकचोटि यता हेरिदिउँ न हो मुस्कान खेम्दै खेम्दै ओए ए खेम्दै रमाइलो भइरह नि ह्यान्सी त ह्यान्सी हो भाछ 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 लुक्याएको हेर लुक्याएको अर्को भइले यार भैले त भैले काग भैले यो साकिनेको भैले आयो फाइनली भैले भन्दा पहिले त यस्तो हो खोइ के राम्रो यार भैले राम्रो कि मान्छे राम्रो हो र राम्रोसँग समात है भैले राम्रो कि पुर्छ राम्रो हो भाछ भाछ सागिने आयो सागिने मार्छ सागिनेले भइरहेको छ अलबल Smile, smile, smile. भाषा 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 अंकल भाषा भाषा यति राम्रो मान्छेहरू मान्छे राम्रो सन्चौ सन्चै छौ हो र अफ गर्दैन म त आउँछ आउँछ हेरे त नाच हेर्नेको नाच हाम्रो नाच बङ्गला चुलीको झाम्रे लो केटा लो मादल भइन के यार मादल भइन यार मादल भइन के मादल भइन यार मादल भइन के भइन यार
हार्नु भएन है दाइ Just one. Not. Bese, Raj. Koti rar nacha hai. क्या क्या नाम अभी सॉरी भाई के छैन ल ओए तो बने नहीं यार जोस रोमल भइरहेछ गाइस है जोस गाइस गोबाल रोमल भइरहेछ है बंगला दिनमा चाहिँ यो रोमल भइरहेछ हैन त्यही भिडियो हाल्नु मेरो भिडियो गयो नि मैले चालो छु मलाई एडिट गर्नु ल हुन्छ ल भिडियो हाल्नु मेरो भिडियो गयो नि मैले चालो छु मलाई एडिट गर्नु ल हुन्छ ल मादल नभए के हो यार सुगोर नाच खान गया ताले म मेरो भाइहरुसँग भइरहेछ सब्स्क्राइब गरेर भाइ सबैलाई सब्स्क्राइब हान्दिनु होला यहाँ दाइलाई एकदम राम्रो मिठो भलक हान्नुहुन्छ ल हुन्छ ल ओके ल यता दाइ ल हुन्छ ल भाइ आएर चाहिँ परे भाइ न्यू भलकमा स्वागत छ केटाहरु पुरै हो के चिल पारा भयो कि मेरो दाइ चाहिँ पुरै भिडियो बनाइरहेछ कि यहाँदेखि आइफोनदेखि तर ए बाइक छ तर दरो रमाइलो भइरहेछ क्या यार केटाकेटी हो होइन आजको बङ्गला चिनीमा तपाईहरुको स्वागत छ आजको रमाइलो भइरहेछ कि भएन भन न भन्नु न हो कि नै रमाइलो भइरहेछ नि हो कि नै के छ हाल खबर सन्चौ अनि भन्छ के छ आराम छौ केटी मिलाइदिने म त नभएर म तनावमा छु यार तिम्रो केटी चाहिँ स्वाइक पारा हिँड्दा चाहिँ आइफोन भन्दा तर राम्रो आउँछ मेरो योदेखि त यार म त धेरै भएन 15 दिन भयो भान्जा 15 दिन केटा यार मेरो त मेरो साथी कहाँ गयो गुड्डे त कहाँ गए मेरो त आज हेर न बा ठिकै क्या भिडियो आइफोनबाट हेर त्यो रमाइलो भएको छ नि रमाइलो भएन र दाइ जुका लाएर त्यो गाइस सबजनालाई माया छ रमाइलो भयो जोस होला है त्यो भन्न चाहन्छु फाइनल चाहिँ अब माग्नुपर्छ घरतिर बेला पनि सक्यो गाइस सबजनालाई धेरै माया छ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला नगर्नेकोले लाइक सेयर गरिदिनु होला है गाइस त्यही भन्न चाहन्छु अहिले चाहिँ राख्छु बाई बाई सी यू है सबजनालाई माया छ